मेरो हातमा चाहिँ यहाँनिर दुईटा मिक्सर छ। यो एउटा अलिकति सानो, यो अलिकति ठुलो। हामीले चाहिँ केक बनाउँदा चाहिँ कुन चाहिँ युज गर्ने, के कसरी युज गर्ने भनेर चाहिँ म आज यो भिडियो बनाउँदैछु। मलाई धेरैजनाले मेसेज गरिराख्नु भएको छ नि त, क्रिम केले बनाउनुहुन्छ, केले फिट्ने भन्दै। अनि मैले चाहिँ डे 1 देखि नै यही मिक्सर युज गरिरहेको छु। यो चाहिँ हो मेरो फिलिप्स ब्रान्डको ह्यान्ड मिक्सर। अनि यसको चाहिँ यो पावर चाहिँ 300 वाटको हो। 300 वाट भन्दा माथिको चाहिँ हामीलाई ह्यान्ड मिक्सर चाहिन्छ क्रिम बनाउनको लागि। अथवा एग्डवाला केकमा एग्सलाई हामीले मिक्स गर्न, त्यो पहिला एगलाई बिट गर्न पनि प्लस पछि मिक्स गर्न पनि हामीलाई यो मिक्सर चाहिन्छ। 300 वाटदेखि माथिको जति भए पनि हुन्छ, छिटो हुन्छ नि त। 300 वाटदेखि मुनिको चाहिँ नकिन्नु होला। र मैले चाहिँ बिचमा एकपल्ट यो चाहिँ अनलाइन दराजमा देखेर मगाएको थिएँ। स्कारलेट अरे यो, यसमा 7वटा युनिट चाहिँ छन चाहिँ। तर यसको वाट कति हो भन्नुहुन्छ भने 260 वाटको हो। यसले चाहिँ केही काम दिएन, मैले युज गरेकै छैन यो। यसले क्रिम पनि फिटेन किनभने पावरै पुगेन क्या। अनि तपाईँहरूले पनि केले क्रिम फिट्नु भनेर सोचिराख्नु भएको छ भने चाहिँ यो 300 वाटदेखि माथिको मिक्सर किन्नु होला। र यो चाहिँ मैले किन्दाखेरि यो कहाँ पाइन्छ भन्दाखेरि चाहिँ बेकरीको सामानहरू पाउने पसलतिर पाइन्छ। तर त्यति बेला मैले त्यहाँनिर पाइनँ। अनि भातबटिनीबाट लिएको थिएँ। भातबटिनीमा त्यति बेला 4300 कि 4400 परेको थियो। अहिले 48-49 कति अराउन्ड 5000मा पाइन्छ यो। अनि यो चाहिँ कम प्राइस, यो बिलो 1000मै किनेको जस्तो लाग्छ मलाई, मैले बिर्सेँ होइन। तर यसले चाहिँ काम छैन। यो अनलाइनमा धेरै देखाइरहेको हुन्छ है। यो चाहिँ यसले चाहिँ हामीलाई काम दिँदैन केक बनाउनको लागि। केक बनाउनको लागि चाहिने चाहिँ यही नै हो। यो अहिले ब्ल्याक डेकर ब्रान्डको पनि रहेछ। त्यो त अझै पावरफुल छ यो भन्दाखेरि पनि, त्यसले अझै छिटो बिट हुन्छ। यहाँनिर मलाई कमेन्ट पनि आएको थियो नि त, म्याम क्रिम चाहिँ कुन मिक्सरमा बनाउनुहुन्छ, केले मिक्स गर्नुहुन्छ भनेर। त्यसको क्वेसनको आन्सर पाउनु पनि भयो होला। अनि योदेखि बाहेक चाहिँ के अरे, यो स्ट्यान्ड मिक्सर हुन्छ। स्ट्यान्ड मिक्सर पनि कति लिटरको, 7 लिटरको, 10 लिटरको, अझै ठुल्ठुलो पनि हुन्छ। अब हामीलाई सानो पहिला स्टार्ट गर्नको लागि त यो सानैबाट गर्दा राम्रो हो नि त, कम बजेटमा पनि आइहाल्छ। अनि अलिक पछि चाहिँ अलिक ठुलो किन्दा हुन्छ। म चाहिँ अब स्ट्यान्ड मिक्सर मेरो चाहिँ किन्नुपर्ने भएको छ किनभने यो पनि मेरो आज ठिक्कै यसमा जम्मा 4वटा हुन्छ नि, यसको एउटा गयो छिट्टेर। अस्तिदेखि यो तलपट्टि निस्किरहेको थियो तर पनि मजाले बिट भइरहेको थियो, अहिले चाहिँ छिट्टेर गयो। अनि यो फिलिप्सको पनि एकदम राम्रो छ है, केही प्रब्लम आएन। बिचमा यो चाहिँ अलिकति निस्केको थियो, यो स्टिलको यतापट्टिको साइडबाट अलिकति निस्केको थियो। अरू चाहिँ केही पनि प्रब्लम आएको छैन, मजाले चलाइरहेको छु मैले। थ्याङ्क यू।